जोइन भएको थिएँ। म जोइन हुने बेला चाहिँ अर्को हाम्रो मिनबहादुर प्रधान हेडगार सर हुनुहुन्थ्यो र साथीहरूले मेरो लागि यति राम्रो सम्मान गरिदिनु भयो, त्यसमा म सधैँ आभारी हुन्छु र रहिरहने छु। विदेश भनेको स्वदेश भनेको विदेश भनेको अब स्वदेशमा आफ्नो देशमा रोजगारीको सिलसिलामा अब आफ्नो देशमै रोजगारी महिनाको 50-60 हजार कमाउने भएदेखि विदेश किन जानु पर्थ्यो? विदेश जान कसैले पनि बाध्य छैन। एउटा रहले जान लाग्यो होइन, कले जान लागेको एउटा आफ्नो अब सबैको आफ्नो हुन्छ। त्यसै सिलसिलामा सँगै बस्यो होला, सँगै खाइयो होला, कहिले झगडा गऱ्यो होला, कहिले अब हाँसो भयो होला, कहिले रोदन भयो होला। त्यसमा कोही साथीभाइहरूले अब केही अब उसमा पनि अब माइन्ड नगर्नु होला र मैले पनि तपाईँहरूले भनेको कुराले त्यस्तो माइन्ड गरेको छैन। र यसै सिलसिलामा आज दोस्रो आएर चाहिँ मलाई सम्मान गरिदिनु भएकोमा हाम्रो यस हाइल्यान्ड डिस्टिलरीका कमान्डर सर हाम्रो नेत्रबहादुर बस्नेत, किनभने हामी एउटा अब कुलको दाजुभाइ पनि पऱ्यौँ, हामी दिने दाजुभाइ पनि पर्छौँ। अब एउटा कुलको हिसाबले गर्दाखेरि अब जो जति भए पनि एउटै, जो अब यहाँ जात 33 वर्णको फुलबारी हुँदैछ, कोही अब श्रेष्ठ होला, कोही बस्नेत होला, कोही क्षेत्रीय होला, कोही के जातमा नजाउँ, हामी सबैजना एउटै घरको एउटै आमाको कोखबाट जन्मिएको जस्तो सबैजना एकै परिवार भएर बसेर अहिलेसम्म चाहिँ ससमान साथ सबैले आफ्नो ड्युटी निर्वाह गरेर बसिरहेका छौँ। राम्रोसँग ड्युटी पनि गरेका छौँ र कुनै ड्युटीको सिलसिलामा कुनै कुरामा अब अहिले सरले भनिसक्नु भएको छ, कहिले अब एग्रेसिभ पनि भयो होला, कहिले अब ऊ पनि भयो होला। त्यस कुरामा कसैले पनि माइन्ड नगरिदिनु होला, किनभने अब त्यो ड्युटीको कर्तव्यमा अब गर्दै जाँदा कहिले अब नराम्रो नि हुन्छ, कहिले राम्रो नि हुन्छ। सबै ठाउँमा मान पनि पाइन्छ, सबै ठाउँमा सम्मान पनि पाइन्छ भन्ने छैन। कुनै ठाउँमा अब गाली पनि पाइन्छ, कुनै ठाउँमा ताली पनि पाइन्छ। यदि भन्ने चाहिँ अब सबैजना साथीहरू पनि अब सबैजना आफ्नो घरमा जानुपर्ने भयो भने